सम्पूर्णमा नमस्ते। आज म तपाईहरुमाझ एउटा एकदमै महत्त्वपूर्ण विषयवस्तु लिएर आएको छु जुन चाहिँ तपाईले कभरमा हेरेर पनि जानकारी पाइसक्नु भएको छ र म सो विषयको चाहिँ आज म कुरा गर्छु। यो के भने संगठित संस्थाको लागि चाहिँ अब यो पदपूर्ति गर्नका लागि चाहिँ आयोगबाट लिइने सबै संगठित संस्थाका यो प्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी सहायक द्वितीय वा सुसरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व परीक्षाको पाठ्यक्रम बनेको छ। अब यसमा चाहिँ के भने जुन संगठित संस्थाको पदपूर्ति गर्नको लागि अब यो चौथो तहमा चाहिँ सबै संगठित संस्थाहरूले को चाहिँ हामीले अब जस्तो छुट्टा छुट्टै परीक्षा दिनुपर्ने हुन्थ्यो। तर अब चाहिँ के हुने भयो भने संगठित संस्थाको परीक्षा दिनको लागि चाहिँ तपाईहरुले अब एकपटक वर्षमा एकपटक मात्रै परीक्षा दिनुभयो हैन भने चाहिँ तपाईले एउटा प्रमाणपत्र पाउनुहुनेछ हैन। र त्यो प्रमाणपत्र पाइसकेपछि चाहिँ तपाईले हरेक संगठित संस्थाहरूको लागि चाहिँ पुनः परीक्षा दिनु परेन। जस्तो हामीले अहिले एडीबीएल अर्थात् एग्रिकल्चर डेभलपमेन्ट बैंकको परीक्षा दिनु पर्यो भने एउटा परीक्षा दिन्थ्यौं पूर्व योग्यता जुन हामी फर्स्ट पेपर भन्छौं त्यो दिन्थ्यौं। फेरि अर्को चाहिँ तपाईको दोस्रो दोस्रो अब राष्ट्रिय वाणिज्यको दिनु पर्यो भने त्यो दिन्थ्यौं हैन। यी लगायत विभिन्न संगठित संस्थाहरू हुन्छन् हैन जुन चाहिँ अब नेपाल सरकारको स्वामित्व भएका संस्थाहरू हुन्। ती संगठित संस्थाहरू तिनीहरूको परीक्षा दिनको लागि चाहिँ तपाईले हरेकको लागि चाहिँ छुट्टा छुट्टै सिलेबस छुट्टा छुट्टै चाहिँ तपाईको के त परीक्षा हुन्थ्यो हैन। अब विद्युत प्राधिकरण आयल निगम हैन कृषि सामग्री कम्पनी यस्ता जति पनि छन् हैन पारवान गोदामहरू यो यसको त्यस्तै गरी चाहिँ तपाईको अर्को यो विद्युत प्राधिकरण भइहाल्यो हैन। यस्ता चाहिँ अब तपाईको यो के रे प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद काठमाडौँ उपत्यका खानेपानी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान यस्ता जति पनि छन् जति पनि संगठित संस्थाहरू छन् तिनीहरूको तपाईले एक्जामिनेसन चाहिँ दिँदाखेरि अब चौथो तहको लागि चाहिँ तपाईले परीक्षा दिँदाखेरि एकपटक वर्षमा एकपटक परीक्षा दिनुभयो भने चाहिँ तपाईले त्यसबाट एउटा प्रमाणपत्र पाउनुहुनेछ। सो प्रमाणपत्रले चाहिँ तपाईले एक वर्षभरि चाहिँ काम गर्नेछ हैन। सो प्रमाणपत्रले तपाईले एक वर्षभरि कसरी काम गर्नेछ भन्दाखेरि चाहिँ यहाँनिर तपाईले बुझ्न सक्नुहुन्छ। यो पूर्व योग्यता परीक्षा जुन छ यो पूर्व योग्यता परीक्षाको लागि मात्रै तपाईलाई काम गर्छ है। फेरि अरूको लागि चाहिँ होइन। पूर्व योग्यता भनेको तपाईले फर्स्ट पेपर चाहिँ अब अरूलाई दिइराख्नु परेन हैन। एकपटक तपाईले दिनुभयो पास हुनुभयो त्यसपछि तपाईले यसलाई दिइराख्नु परेन हैन। त्यो गरिसकेपछि तपाईले वर्षभरि जति पनि एक्जामिनेसनहरु हुन्छ तिनीहरुमा चाहिँ तपाईले द्वितीय र तृतीय पेपरको लागि मात्रै तयारी गर्नुभयो भो त्यो बार जीके आईक्यूहरु पढिराख्नु परेन। त्यसरी चाहिँ तपाईलाई यो एउटा सजिलोको लागि चाहिँ यो बनाइदिन थालेको छ। यो पाठ्यक्रम पनि निकालिसकेको छ तपाईले हेर्दै पनि हुनुहुन्छ। यसरी चाहिँ यो तयार भएको छ। अब पाठ्यक्रम तर्फ लागौं के छ भन्ने कुरा परीक्षाको योजना हेरौं। यहाँ परीक्षाको योजनामा चाहिँ तपाईलाई के भनेको छ भने यहाँनिर हेर्न सक्नुहुन्छ। जस्तो यहाँनिर सामान्य ज्ञान त्यस्तै चाहिँ व्यवस्थापन अनि गणित र सेवा सम्बन्धीको भनेको छ जसमा चाहिँ टोटल 100 मार्क्स हुने भयो र 45 नम्बर चाहिँ तपाईले ल्याएर पास हुनुपर्ने हुन्छ। जसमा सबै चाहिँ वस्तुगत अर्थात् बहुवैकल्पिक प्रश्नहरू आउँछन् मल्टिपल चोइस क्वेशनहरू आउने भयो। जसमा चाहिँ 50 वटा प्रश्न सोधिन्छ 2 नम्बरको हुनेछ प्रत्येक प्रश्न गरेर 100 नम्बर हुने भयो। 45 मिनेटको समयमा तपाईले सक्नु पर्ने हुन्छ। अब यो भन्दा पछाडी चाहिँ तल हेरौं। यसमा के भनेको छ भने एकीकृत परीक्षा प्रणालीका आधारमा संगठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै संगठित संस्था वा एक भन्दा बढी संगठित संस्थाका अप्राविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी सहायक द्वितीय वा सोसरहका खुला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको लागि अनिवार्य हुनेछ। र प्रश्नपत्रको माध्यम नेपाली अंग्रेजी दुवैमा हुनेछ। मल्टिपल चोइस हुनेछ र गलत उत्तर दिए बापत 20% अंक कट्टा गरिनेछ र उत्तर नदिएमा चाहिँ कट्टा हुने छैन। क्याल्कुलेटर प्रयोग गर्न पाइँदैन। सोधिने प्रश्न संख्या अंक र अंकबार यथासम्भव चाहिँ सम्बन्धित पत्र विषयमा तोकी अनुसार हुन्छ। ओके पाठ्यक्रम योजना अन्तर्गत चाहिँ के भनेको छ भने पत्र विषयका विषयवस्तुहरू जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा भएका संविधान ऐन नियम तथा नीतिहरूको परीक्षाको मिति भन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधनबाट हटाइएका वा थप गरी संशोधन भएका कायमहरूलाई पाठ्यक्रममा समावेश हुन्छ भनेर सम्झिनुपर्छ भनेको छ। त्यस्तै पूर्व योग्यतामा चाहिँ प्री क्वालिफाइङ एक्जामिनेसनबाट छनौट भएको उम्मेदवारलाई मात्र संगठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिने मूल परीक्षा अर्थात् मेन एक्जामिनेसनमा सम्मिलित गराइयो। यो पोइन्ट चाहिँ तपाईहरुलाई महत्त्वपूर्ण छ।
के भनेको छ पूर्व योग्यताबाट चाहिँ जो पास हुनुभएको छ उहाँहरूलाई मात्र सङ्गठित संस्थाका चाहिँ यो पदपूर्तिको लागि चाहिँ लिने मेन इक्जाममा चाहिँ तपाईँहरूलाई समावेश गराइन्छ भनेको छ र पूर्व योग्यता परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई 1 वर्षको लागि प्रमाणपत्र दिइनेछ भनेको छ। प्रमाणपत्र नै पाइने भयो र यो पाठ्यक्रम चाहिँ 2082 सालको 2 महिना 27 गतेबाट चाहिँ स्वीकृत भएको छ भनेर तपाईँले चाहिँ यो जानकारी देख्नु भएको छ हैन त। अब हेरौँ यहाँनिर तलको कुरा पाठ्यक्रम कस्तो छ भन्ने विषयमा चाहिँ यहाँ हेरौँ म तपाईँहरूलाई देखाउँछु। यहाँ के भनेको छ भने सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिने सबै सङ्गठित संस्थाका अपराविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी सहायक द्वितीय वा सोसरको पदको खुल्ला प्रतियोगिता परीक्षाको लागि विषय के भने सामान्य ज्ञान व्यवस्थापन गणित सेवा सम्बन्धी भनेको छ। अब यसमा कसरी सोध्ने भयो भने यहाँनिर हेरौँ 50वटा बहुवैकल्पिक प्रश्नमा इन्टु 2 गरेर 100वटा नम्बरको आउने भयो जसमा 10 नम्बर त भूगोल वातावरण र जनसङ्ख्याबाट आउनु भयो। अब भूगोलमा चाहिँ तपाईँको विश्वको भूगोल यो सबै महासागर देशान्तरीय अरूमा जे पढिन्छ त्यही हो। नेपालको भूगोलमा पनि सबै कुरा त्यही विशेषता खाने यो हावा पानी सबै त्यही। पर्यावरणमा चाहिँ जैविक विविधता दिगो विकास यी सबै त्यही यो सेम पहिला जे छ त्यो हामीले पहिला जे पढ्दै आइरहेका छौँ त्यही कुरा हुने भयो। अब इतिहासबाट तपाईँलाई 10 नम्बरको सोध्ने भयो विश्वका महत्त्वपूर्ण ऐतिहासिक घटना सम्बन्धीको ज्ञान नेपालको इतिहासमा सबै किराँतकाल लिच्छविकालदेखि यी सबै अहिले हामीले जे पढ्छौँ त्यही। नेपालको सामाजिक पक्ष परम्पराहरू मूल्य मान्यता जात जाति भाषा संस्कृति खेलकुद सबै त्यही। त्यस्तै आर्थिक विकास र पक्षबाट तपाईँलाई 10 नम्बरको आउने भयो अर्थात् 5वटा प्रश्न आउने भयो भनौँ न 5वटा योसँग सम्बन्धित आउने भयो जसमा आर्थिक परिसूचक आर्थिक वृद्धिका कुरा यो कुल गार्हस्थ उत्पादनका कुरा राष्ट्रिय आय प्रति व्यक्ति आय चालु खाता भुक्तानी हैन शोधानन्तर स्थिति अहिलेको विप्रेषण जे त्यस्तै नेपालमा कृषि उद्योग व्यापार पर्यटन यिनीहरू सबै त्यही। नेपालमा योजनाबद्ध विकास जुन हाम्रो चालु योजनाहरू हैन पुराना योजना जति पनि छन् यो 15-16 सम्मका सबै कुराहरू। त्यसपछि शासन पद्धतिबाट पनि तपाईँलाई 10 नम्बरको आउने भयो। यसमा कस्तो 10 नम्बरको आउने भयो भने तपाईँलाई कसरी 10 नम्बरको आउने भयो भने 5वटा प्रश्न आउने भयो कानुनको अर्थ कानुनका स्रोतहरूबाट एउटा यो चाहिँ नयाँ हो यो पाठ्यक्रमको लागि नयाँ हो। कानुनको अर्थ हैन यो भनेको कानुनको अर्थ हो भनेर त्यहाँ सोध्न पनि सक्नुभयो। महत्त्वको बारेमा कानुनका स्रोतहरू हैन हाम्रो प्राथमिक द्वितीय स्रोतहरू नजिरका कुरा विधानका कुरा यस्ता सोध्ने भयो। अर्को नेपालको संवैधानिक विकास भनेको छ। अब संवैधानिक विकासको कुरा त तपाईँको 2004 देखि 72 सम्मको सबै कुरा पर्ने भयो। त्यस्तै नेपालको संविधान भाग 1 देखि 5 सम्मका अनुसूची भनेको छ यहाँ चाहिँ तपाईँलाई के भनेर संवैधानिक विकासमा सबै कुरा पर्यो हैन तर यहाँ अनुसूची भनेको चाहिँ 1 देखि 5 सम्मका अनुसूची भनेको चाहिँ यो चाहिँ तपाईँले झण्डा गान छाप हैन नेपालको राष्ट्रिय झण्डा राष्ट्रिय गान छाप प्रदेश र प्रदेशमा रहने जिल्ला सङ्घको अधिकारको सूची प्रदेशको अधिकारको सूची यस्ता कुरा जो 1 देखि 5 सम्म छ त्यो अनुसूची तपाईँले सबै पढ्नुपर्ने भयो। त्यस पछाडि चाहिँ यहाँ तलपट्टि के भन्यो भने फेरि नेपालको शासन पद्धति तथा सङ्घ प्रदेश स्थानीय सरकार सबै पर्यो लोकतन्त्र मानव अधिकार अनि आवधिक निर्वाचन र बालिग मताधिकारको कुरा सबैबाट गरेर 5वटा प्रश्न आउने भयो 10 नम्बरको हुने भयो। त्यस्तै अब यहाँनिर तल हेरौँ अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था भन्नेबाट चाहिँ तपाईँलाई 10 नम्बरको आउने भयो। कसरी 10 नम्बरको आउने भयो भने 5वटा प्रश्न भारत चीन बेलायत अमेरिका रुस फ्रान्स जापान र अन्य सार्क मुलुकसँग नेपालको सम्बन्ध कस्तो थियो त्यो आउने भयो। संयुक्त राष्ट्र युएनको स्थापना हैन युएनसँग सम्बन्धित सबै कुरा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन भनेको सार्कका सबै कुरा बिमस्टेक अब यो आइएमएफ साप्टा एसियन एडिबी यो सबै कुरा जुन हामीले अहिले अरू विषयहरूमा पढ्दै आइरहेका छौँ त्यो सबै कुरा त्यसैमा पर्ने भयो है। यो पनि हटिया छैन सबै पर्छ। अब अर्को कुरा विज्ञान प्रविधि जनस्वास्थ्य र समसामयिक गतिविधिबाट सिधै 10 नम्बरको आउने भयो 5वटा प्रश्न आउने भयो। यसमा पनि त्यो पहिला हामीले जे पढ्छौँ त्यस्ता वैज्ञानिक मापन सम्बन्धी एकाइ सम्बन्धीका कुरा जस्तो भनौँ न कार्यलाई केमा नापिन्छ जुलमा नापिन्छ भन्ने हैन यस्ता कुरा। मानव जीवन समाजमा प्रत्यक्ष पार्ने विज्ञानका प्रमुख आविष्कार हैन यो आविष्कार कसले गर्यो त्यसको वैज्ञानिक गुण कम्प्युटर यसको प्रयोग सूचना प्रविधिसँग सम्बन्धित जनस्वास्थ्य रोग पोषण यी सबै यो पहिला जे त्यही केही पनि हट्या छैन है तर थपिएको चाहिँ छ। अब यहाँ हेर्नुहुन्छ अर्को विषय आयो फेरि अब यहाँ के को विषय आयो भने
यसबाट तपाईँलाई 10 नम्बरको सोध्छ केबाट कार्यालयको परिचय महत्त्व कार्य प्रकार तपाईँलाई यो द्वितीय पत्रलाई पनि धेरै काम गर्छ यसले अनि कार्यालयमा सञ्चारको महत्त्व किसिम साधन कार्यालयको कार्यविधि पत्र व्यवहार दर्ता चलानी फाइलिङ परिपत्र यस्ता कुरा अभिलेख व्यवस्थापन हैन सार्वजनिक व्यवस्थापन निर्देशन नियन्त्रण समन्वय निर्णय प्रक्रिया सार्वजनिक सेवा प्रवाह सार्वजनिक बडापत्र विद्युतीय शासन मानवीय मूल्य मान्यता तपाईले यो सबै यहाँ जति पनि यी कुराहरु छन् यी सबै द्वितीय पत्रलाई तपाईलाई काम द्वितीय पत्रलाई चाहिँ तपाईलाई कसरी काम गर्छ भने यो पढ्नु भयो भने तपाईलाई फर्स्ट पेपरलाई त काम गरि नै रहने भयो द्वितीय पत्रलाई पनि काम गर्ने भयो अब फर्स्ट पेपरमै तपाईले यहाँ के भनेको छ भने फर्स्ट पेपरमै तपाईको सार्वजनिक सेवा प्रवाहको अर्थ सार्वजनिक बडापत्र विद्युतीय शासन मानवीय मूल्य मान्यता नागरिक अधिकार यो सबै के द्वितीय पत्रमै सबै पर्ने हैन त्यसपछि व्यावहारिक गणितमा यहाँ हेर्नु छ गणितका आधारभूत क्रिया जोड घटाउका कुरा यहाँ पर्ने हो एकीक नियमका भिन्न दशमलव अनुपात समानुपात नाफा नोक्सान यो द्वितीय पत्रलाई नि काम गर्छ फेरि अब 9 नम्बरमा फेरि 20 नम्बरको आउने भयो तपाईलाई यहाँ यसबाट चाहिँ 20 नम्बर अरु सबै 10 को आउने भयो अब यहाँबाट चाहिँ 20 नम्बरको भनेको 10 वटा क्वेशन त तपाईको यहाँबाट पर्ने भयो सबभन्दा महत्त्वपूर्ण त यहाँ हुने भयो 10 वटा प्रश्न सार्वजनिक संस्थानको अवधारणा विकासक्रम उद्देश्य र महत्त्व के छ अर्को नेपालमा सार्वजनिक संस्थानको वर्गीकरण क्षेत्रगत विकास अवधारणा के छ सार्वजनिक संस्थानको विद्यमान अवस्था गतिविधि के हो संस्थागत सुशासन संस्थागत र सामाजिक उत्तरदायित्व के हुन् त्यस्तै आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका के छ सार्वजनिक संस्थाको निजीकरण अनि विश्वव्यापीकरण कस्तो छ त्यस्तै सार्वजनिक संस्थानको मानव संसाधन व्यवस्थापनका कुराहरू यहाँ आउने भयो अर्को बजेट लेखा प्रणाली लेखा परीक्षण वित्तीय साक्षरता सम्बन्धीका ज्ञानहरू आउने भयो नेपालमा वित्तीय नियामक निकाय नेपाल राष्ट्र बैंक नेपाल बीमा प्राधिकरण धितोपत्र बोर्ड सम्बन्धीको सामान्य ज्ञान भनेर भनेको चाहिँ योसँग सम्बन्धित चाहिँ तपाईलाई 10 वटा प्रश्नहरू सोध्ने भयो गरेर टोटलमा 20 नम्बरको चाहिँ यसबाट सार्वजनिक संस्थान पब्लिक इन्टरप्राइजेसबाट आउने भयो तपाईले यसरी चाहिँ यो पाठ्यक्रम पढिसकेपछि तपाईलाई के हुने भयो त 100 मार्क्सको चाहिँ यति टोटलबाट चाहिँ 50 वटा प्रश्नहरू आउने भयो यहाँ तल इंग्लिशमा त्यही कुरा चाहिँ दिएको है त यो कुरा चाहिँ त्यही नै हो तपाईले इंग्लिश अथवा इंग्लिश बुझ्नुहुन्छ भने इंग्लिश नेपाली बुझ्नुहुन्छ भने नेपाली म यसको चाहिँ लिंक पनि तपाईलाई कमेन्ट बक्समा राखिदिउँला है त ओके यो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण मानेर हेर्दिनुभएकोमा धेरै धेरै धन्यवाद यो यसबाट चाहिँ तपाईले केही कुरा सिक्नु पनि भयो होला केही बुझ्नु भएको छैन भने कमेन्ट गर्न नभुल्नु होला भन्न चाहन्छु हस्त धन्यवाद नमस्ते शुभ रहोस्